नमस्कार। जापानिज भाषा पढ्ने पहिलो दिन। हामीले भाषा पढ्नु पहिले अक्षरहरू चिन्नुपर्ने हुन्छ। र अक्षरहरू चिन्नका लागि हामीले पहिलो दिन हिरागाना पढ्नुपर्ने हुन्छ। हिरागाना 46 हुन्छ। यो काताकाना 46 नै कुरा नै हुन्छ। यो हिरागाना काताकाना भनेको नेपालीको क ख ग जस्तै हो। यो हिरागाना भनेको जापानिज मूल शब्दहरू हो। यो काताकाना भनेको जति पनि अङ्ग्रेजीबाट नाम आउने र नाम लेख्नु पर्दा प्रयोग गरिन्छ। र खान्जी भनेको यो चाइनिज अक्षरहरू जस्तै हो र चाइनिज अक्षर नै हो। यो भने अनगिन्ती हुन्छ, यसको कतिवटा अक्षर हुन्छ भन्ने यकिन हुँदैन। र यो खान्जी चाहिँ कस्तो हो भने जस्तै यो पेन छ नि, एनपिचु, यसले बोरु पेन, यसले बोरु पेन नै हो भनौँ। यो बोरु पेन लेख्नु पर्दाखेरि यहाँ काताकानाबाट बोरु पेन लेख्नुपर्छ भने यो खान्जीबाट एउटा मात्रै अक्षरले बोरु पेन लेख्न सकिन्छ। त्यसैले हामी मेहनत गरौँ फ्री समयमा। हिरागाना सिक्ने अर्को भिडियोमा छ, त्यसको लागि अर्को भिडियोमा आउनु होला। आजलाई यति मात्रै, धन्यवाद।